नेपाल सरकारले अपाङ्गको हक अधिकारका लागि कानूनको निर्माण गरे पनि कार्यान्वयनको पक्ष कमजोर रहेको वक्ताहरूले बताएका छन्। आइतबार जनकपुरधाममा आयोजित अपाङ्गता भएका व्यक्तिहरूका सवाल वर्तमान अवस्थामा सरकार राख्ने निकायहरूको भूमिका विषय कार्यक्रममा सरकारवालाहरूले ऐन निर्माण भए पनि त्यसको कार्यान्वयनमा कमजोरी रहेको धारणा राखेका छन्। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सुविधाका लागि अहिले पनि अस्पतालदेखि लिएर सरकारी कार्यालयसम्म सहज पहुँच हुने गरी कुनै पनि उपायको अवलम्बन नगरिएको सहभागीहरूले बताए। कार्यक्रममा प्रस्तुत एक तथ्याङ्क अनुसार प्रदेशमा कुल अपाङ्गता भएका व्यक्तिको संख्या 91,647 रहेको छ। नेतृत्व पनि स्वीकारेको अवस्था छैन, किनभने अघिको साथीहरूले धेरै कुराहरू ल्याउनु भएको छ। अहिले पनि अपाङ्गता भएको व्यक्तिभित्र पनि लैङ्गिक अल्पसङ्ख्यकको अहिले प्रतिनिधि नभएको अवस्था छन्, किनभने उहाँहरूको अहिलेसम्म पनि उहाँहरू ओझेलमा छन्। त्यसभित्र पनि अपाङ्गताभित्र पनि आदिवासी जनजाति महिला, तपाईँको त्यसमा पनि दलित महिला, मधेसी महिलाहरू एकदम पछाडि पारिएका छन् र पछाडि पनि परेका अवस्था छन्। र अर्को कुरा, सबैभन्दा पहिला म दात्री निकायहरूलाई हृदयदेखि धन्यवाद पनि दिन चाहन्छु, किनभने उहाँहरूले अलिकता हाम्रो मुद्दालाई उठान गरेका छन् र त्यसमा हामी के भन्न अनुरोध गर्न चाहन्छु, साझेदार संस्था र दात्री निकायको प्रमुख प्रतिनिधिजीहरूलाई, राष्ट्रिय अपाङ्ग महासङ्घ लगायत धेरै हाम्रो यो अपाङ्गता क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरू यो प्रदेशमा 50वटा भन्दा पनि बढी छन्। मात्रै अपाङ्गता महासङ्घभित्र 50वटा संस्थाबद्ध भएको, जुन अपाङ्गता भएको नेतृत्व गरेका संस्थाहरू छ। त्योभन्दा बाहिर जस्तै अघि नै हाम्रो महासचिवजीले भन्नुभयो कि एनडिए आबद्धता नभएको अवस्था छन्। त्यो एनडिए पनि त्यस्तै अरू लुज फोरमहरू पनि छन्, जस्तै स्वयं सहायताको कुरा हाम्रो आदरणीय जीवन सरले गर्नुभएको थियो। धौँसे जिल्लामा हामीसँग स्वयं सहायता समूह, जो अपाङ्गता वकालत गर्ने समूह, हामीसँग 41वटा अवस्था 41वटा 3वटा पालिकामा छन्। उनीहरू पनि आफ्नो स्वयं सहायता स्वयं वकालत गर्नुहुन्छ आफ्नो हक अधिकारको लागि। र त्यही अझ धेरै हाम्रो संस्थाहरू छन्। त्यससँग तपाईँहरू कम्तीमा समन्वय गरेर अगाडि बढ्नुभयो भने यो जति पनि अवरोधहरू निश्चित रूपमा समाधान हुनेछन्। किनभने अघि नै हाम्रो सेभ द चिल्ड्रेनको सरले भन्नुभयो, म शिक्षामा काम गर्छु, प्राविधिक स्तरको शिक्षामा। निश्चित रूपमा त्यो शिक्षामा काम गर्दाखेरि हजुरहरूले त्यति बेला नै संरचनाको कुरा, त्यो जुन पालिका होस्, जुन विद्यालयमा संरचनाको कुरा गरिदिनुहुन्छ भने त्यो भौतिक संरचनाको कुरा होस्, त्यहाँ हजुरको धेरै कुराहरू आउन सक्छ। त्यो विद्यालयमा तपाईँको पुस्तकको पाठ्यक्रमको कुरा हुन्छ, शिक्षकको कुरा हुन्छ, त्यहाँ ध्यान पुर्याइदिनुभयो भने शिक्षा निश्चित रूपमा अपाङ्गता भएको व्यक्तिहरूले हासिल गर्न सक्नुहुन्छ। अघि नै त्यो होटलको कुरा आयो, संरचनाको कुरा, त्यो पाठ्यक्रममा नै छ इन्जिनियरहरूको कि अपाङ्गता मैत्री संरचना अब भर्खर तपाईँको 2 साल भयो पाठ्यक्रममा समावेश गरेका छन् टियुमा, कि अपाङ्गता भएको युनिभर्सल डिजाइनको संरचनाहरू बनाउनुपर्छ। अघि नै धेरै साथीहरूले भन्नुभयो अपाङ्गता मैत्री बनायो भने सबैले सहज रूपमा त्यहाँ उपभोग गर्न सकिन्छ। मानव एउटा र्याम्प यही होटलमा बनाइदिँदाखेरि सहज रूपमा बालबालिका होस्, ज्येष्ठ नागरिक होस्, गर्भवती महिला होस्, सबै सहज रूपमा उपभोग गर्न सक्छ। शौचालयहरू सहज रूपमा जान सक्छ। त्यहाँ ध्यान पुर्याइदिनु, सानो ध्यान पुर्याइदिनु भयो भने। स्वास्थ्यको कुरा आयो, स्वास्थ्यमा पनि तपाईँको बनाउने बेलामा संरचनामा ध्यान दिनुभयो भने त्यो सहज रूपमा अपाङ्गता भएको किशोर किशोरीहरू पनि सहज रूपमा आफ्नो स्वास्थ्य प्रजननको सेवाहरू प्राप्त गर्न सकिन्छ र त्यहाँ सहज रूपमा त्यहाँ सेवाहरू लिन सक्छ। 70 प्रकारको अपाङ्गता भएको व्यक्तिहरूको लागि औषधि निःशुल्क व्यवस्था गरेका छन् सरकार, तर त्यहाँ हामी त्यहाँसम्म पुग्न सकेको अवस्था छैन। त्यहाँ हामी कसरी पुग्ने, त्यसमा पनि त्यो पुग्न सहज हुन्छ त्यो सुरुदेखि नै कार्यान्वयन गर्यो भने। अर्को कुरा, म दात्री निकायसँग म बढी अङ्कित हुन्छु, किनभने यो देश नै दात्री निकायको भरमा चलेको देश हो नेपाल। र मधेस त झनैले 40वटा दात्री निकाय यो मध्य प्रदेशमा काम गर्न आएको छ र सबैको म्यान्डेट नै छ अपाङ्गता भएको व्यक्तिलाई लिएर हिँड्ने। तर त्यो हामीसँग समन्वय अहिलेसम्म भएको अवस्था छैन। 2-4वटा दात्री निकायले हामीसँग समन्वय गरेको अवस्था छन् र अरू दात्री निकायहरूले म निवेदन गर्न चाहन्छु यही मञ्चबाट कम्तीमा हामीसँग समन्वय गर्नुहोस्, हामी सहयोग गर्छौँ, तपाईँको बाधक बन्दैनौँ हामी। तपाईँलाई हातमा जोडेर हाम्रो स्पोर्टहरू छन्, हाम्रो राष्ट्रिय अपाङ्ग महासङ्घ छ, लाइफ नेपाल छ, तपाईँको सहयोग गर्नुहुन्छ त्यो क्षेत्रमा तपाईँलाई सहजीकरण गर्न हामी सहयोग गर्नेछौँ र तपाईँलाई सहज बनाउनेछौँ कामहरू अगाडि बढाउनको लागि। 2-4वटा साथीको एकदम गुनासो आउनुभयो, यो भएन। हाम्रो अपाङ्गता क्षेत्रमा त्यो कति आन्दोलन भएर यही नीति नियमहरू आएको छ।
त्यो सर्वविदितै छ। हामीले पनि पानीको फोहरा डन्डा खाएका छौँ, हनुमान ढोकामा थुनिएको अवस्था थियो र त्यो मात्रै हो। अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन आएको छ, नियमावली आएको छ, कार्यविधि आएको छ, निर्देशिका आएको छ। अहिले भर्खर तपाईँको अपाङ्गता भएको व्यक्तिहरूको ऐन संशोधन हुने क्रममा छ। धेरै अपाङ्गता भएको व्यक्तिहरू सेवा सुविधाबाट वञ्चित भएको अवस्थामा अहिले ऐन संशोधन हुँदैछ। त्यो ऐन र कार्यविधि नियमावलीले गो र घला अपाङ्गै मानेको छैन। एउटा आँखामा समस्या कठिनाइ भएको व्यक्तिलाई अपाङ्ग मानेको छैन। एकदम जटिल समस्या चुनौतीपूर्ण थियो। त्यसमा हामी संशोधनको क्रममा त्यो कुराहरू समेटेका छौँ। मध्य प्रदेशको 8वटा जिल्लामध्ये 70मा 10,802 अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्, जसमा 6,290 पुरुष र 4,512 महिला रहेको छ। त्यस्तै सिराहा जिल्लामा 11,989 अपाङ्गता भएका व्यक्तिहरू रहेकोमा 6,871 पुरुष र 5,118 महिला रहेकी छन्। धनुषामा 13,261 जना अपाङ्गता भएको व्यक्ति रहेकोमा पुरुषको संख्या 7,487 र महिलाको संख्या 5,674 रहेको छ। त्यसै गरी महोत्तरी जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको संख्या 11,082 रहेकोमा 6,487 जना पुरुष र 4,595 जना महिलाको संख्या रहेको छ। यता सर्लाहीमा मध्य प्रदेशमै सबैभन्दा बढी 13,506 जना अपाङ्ग रहेकोमा पुरुष 7,778 जना र महिला 5,728 जना रहेकी छन्। त्यस्तै रौतहटमा 10,857 जना अपाङ्ग रहेको मध्ये पुरुष 6,065 जना र महिला 4,792 जना अपाङ्ग रहेको तथ्याङ्कले देखाएको छ। बारा र पर्सामा अपाङ्गता भएका व्यक्तिहरूको कुल संख्या 10,746 र 9,404 रहेकोमा बारामा 5,892 पुरुष, पर्सामा 5,206 पुरुष र क्रमशः 4,854, 4,158 महिला, 4,198 महिला अपाङ्ग रहेकी छन्। नीति निर्माण गरिए पनि कार्यान्वयन पक्ष कमजोर रहेकोमा अपाङ्गता भएका व्यक्तिहरूका हकमा सरकार, दातृ निकाय र गैर सरकारी निकायलाई आगामी दिनमा गरिने कार्यहरूमा महासङ्घले केही सुझावहरू समेत कार्यक्रममा प्रस्तुत गरेको छ। नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि बनेको ऐन, कानुन, नीति, नियमहरूलाई कार्यान्वयन गर्न संघीय स्तरमा प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवर्धन समिति गठन गरी सोको संरचना संघ, प्रदेश र स्थानीय तहसम्म पुर्याउनु पर्ने, नेपालका सबै समावेशी विकासका गतिविधिहरूमा अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता र सवालहरूलाई समावेश गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ। त्यसै गरी हालसम्म नेपालमा भौतिक विकास, मानव अधिकार, सुशासन, आर्थिक सशक्तिकरण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय विकास साझेदारले आफ्ना नीति, कार्यक्रम र बजेटमा अपाङ्गताको सवालहरूलाई मानवाधिकार र विकासको दृष्टिकोणबाट समेट्न नसकेकोमा अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा मानव अधिकारका दस्तावेजले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार पूर्ण रूपमा आत्मसात गरी आफ्ना नीति र कार्यक्रमहरूमा अपाङ्गताको सवाल समावेश गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि CRPD समितिले नेपाल सरकारलाई दिएको सिफारिसहरूको अविलम्ब कार्यान्वयन गर्नुपर्ने लगायत 23 बुँदे सुझाव समेत प्रस्तुत गरिएको छ। कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष किरण कुमार पासवान, जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल, सरकारवाला निकायहरूका प्रतिनिधिको सहभागिता रहेको थियो।